हेलो एभ्रिवान, यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज म बनाउँदैछु अमिलाएको सिप्ली ज्ञानको तरकारी। यो बनाउनको लागि चाहिँ एकदमै सजिलो छ। मैले चाहिँ एउटा कराईलाई चाहिँ हिट हुनको लागि छोडेँ र यसमा मैले 3 चम्चा जति तेललाई राखेँ। अब यसमा मेथीलाई फुराउने सुरुमा, त्यसपछि मेथी जिरालाई फुराएर त्यसपछि अदुवा लसुनको पेस्टलाई यसलाई फ्राई गर्नुपर्छ। अब यतिको भएपछि मैले चाहिँ यो सिप्ली ज्ञानलाई अमिलाएर राखेको सिप्ली ज्ञानलाई यसमा राखेँ। अमिलाएको सिप्ली ज्ञान चाहिँ एकदमै मिठो हुन्छ, केही राख्नु पनि पर्दैन र यसलाई यसरी हल्का फ्राई गर्ने। अनि यसमा स्वाद अनुसारको नुन राख्ने, जिरा र धनियाको पाउडरलाई राखेँ मैले। अमिलाएको सिप्ली ज्ञान भएकोले यसमा अमिलोहरू केही पनि राख्नु पर्दैन, एकदमै मिठो हुन्छ। हजुरहरूको कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। र यसमा मैले काटेर हरियो खुर्सानीलाई पनि राखेँ र यसमा चाहिँ अरू केही पनि राख्नु पर्दैन, सिम्पल बनाएर खाना नै मिठो हुन्छ। धेरै मरमसलाहरू राख्नु पर्दैन। र यति गरेपछि हाम्रो सिप्ली ज्ञान पनि रेडी भइसक्यो र यसलाई मैले एउटा कचौरामा सर्भ गर्दैछु। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक कमेन्ट गरी नयाँ हुने साथीले नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु होला। र हाम्रो सिप्ली ज्ञान पनि रेडी भइसक्यो। यसरी सिप्ली ज्ञान बनाएर खान सकिन्छ।